हेलो गाइस, दिस इज डे 2। भर्खर 4 बजे बन्द थियो, निन्द्रमै छु। बाबाले उठाउनु भयो, घाम हेरेर जानु पर्ने गाइस। दुईजना चाहिँ यहाँ सुतिरहेको चाहिँ अब उठेर घाम हेरेर जानुपर्ने गाइस। अब जानुपर्छ है। अब है जो है वो समा है, तुम रह सके ऐसी जीत, अब चाहे जिंदगी ऐसी जीत, अब चाहे जिंदगी है। गाइस, अब हामी यहाँ उकालो चढ्दैछौँ। यो बाटो पुरा उकालो, ढिलो भयो भनेर हतार उठाउनु भयो नि। हामीलाई त यस्तो पो रहेछ त बाटो त, यहाँबाट सर्टकट। अब म बाटोमै यत्रो मान्छे छैन, घामै आइसक्यो जस्तो छ होइन बाबा? घाम त आइसक्यो होला त। आमामा यत्रो उकालो चढ्नु पर्ने, कहाँसम्म छ खोइ। म त गाइस यो टोइलेटकै चप्पलमा आइपुगेँ त। म त ढिलो वहाँ पुगेपछि अब हामी कन्टिन्यू गर्छौँ है गाइस ब्लग। गाइस उसको हिँडाइ चाहिँ हेर्नु, चिम्लिरहेको छु नि होइन, चस्मा लाएर म यहाँ ढेकाल्दै यहाँ माथि लाएको छु। यस्तो समयको चाहिँ नि यार। आमामामा यता हेरौँ न हो भ्लगमा, हेलो भनिदेऊ न। आज त हाम्रो डे 2 कन्टिन्यू हो त। हेलो गाइज भनिदेऊ न त। ओ त्यति हो। ए बुढेसकाल लाइफ त हाम्रो मम्मीको यसरी अठेर सहारा चाहिने बेला भइसकेको छ हाम्रो। म लिएर जाँदैछु। यो बाटो त हिँड्दा गलिसक्यो। मम्मी यहाँ पर्खिँदै हुन्छ है यहाँ। ल मम्मी त के हो, कुद्न पो थाल्नु हो त। आमामा ल गाइज, अब चाहिँ हामी आइपुग्न आँट्यौँ बल्ल। झन्डै आधी घन्टा हिँड्यौँ नि, मर्न आँटिसक्यो गलेर। आइ चाहिँ सक्यौँ हामी। अब पुरा क्वालिटी चाहिँ कस्तो दामी देखिरहेको छ है गाइज। तपाईँहरूलाई हामी देखाउँछौँ नि, पर्खिनु न। ओहो, यहाँ त धेरै जस्तो नेपालीभन्दा धेरै जस्तो त अलिक इन्डियन आउनु हुँदो रहेछ। यहाँ बिल पनि तिर्नु भयो, एक टिकट सिस्टम पो भइसकेको रहेछ त नि यहाँ त। हो र? थिएन, हामी अब थिएन। टिकट सिस्टम सुरु भएको रहेछ पहिल्यैबाट। योभन्दा अगाडि चाहिँ 6-7 वर्षतिर अगाडि आउँदाखेरि थिएन क्या मम्मी टिकट सिस्टम। त्यतिखेर भर्खरै त यो केही थिएन यहाँनिर, पार्कै यस्तो केही थिएन। के हो, एक शब्द नि बोल्नु छैन त यार। बिहानदेखिको पुरा चुप पुरा चुपचाप छ होला। अब यति त होला। कस्तो छ त नि गाइस ठाउँ त? वाह, लभली छ त हौ। होइन भयो? हेलो, कस्तो लाग्यो तपाईँलाई? दामी। अब त्यहाँ माथि अलिक छिटो जाऊँ न, अनि त्यहाँ हेर अहिले माथि दामी लाग्छ। यहाँ फेरि स्वाग छुट्टै छ मान्छेको। मान्छेहरू हेरेर फर्किँदैछ, हामी भर पुग्दैछौँ यहाँ।
हिँड्दा हिँड्दा गलियो गाइस लास्ट गरिसक्यो यार आम्मामामा। ओ ए देखिँदैन रहेछ पुरा धुवा निस्किन थालिसक्यो गाइस जहाँ गर्ने सिजन हो नि यहाँ त आयो होला मान्छेको फेरि छुट्टै छ अझै बोलेको छुइनँ कतिखेर चाहिँ आएर बोल्छिनु भयो अनि त्यस पछाडि भन्छु अहिलेसम्म चुपचाप निन्द्रो हिँडिरहेको छु खोइ त घाम त नि कहीँ झुल्केको देख्दिनँ त गाइस म त ए मान्छे त नि मान्छे हेर्न सक्नुहुन्छ गाइस यहाँ यति धेरैजना हुनुहुन्छ भने नि आमामा घाम झुल्केको चाहिँ कस्तो दामी आज हेरेर उड्ने घाम झुल्केको हेर्नु होइन होइन यो खासमा चाहिँ यो नहुनु यताबाट देखिँदो जस्तो लाग्छ मलाई चाहिँ के माथि चढ्न मिल्दैन यहाँबाट टिकट पर्दैन टिकट जाम भ्लग बनाउँदै ओ लुचन आऊ ए माथिबाट यहाँसम्म एक सौदा नि बोलिरहनु एक घाम हेर के भयो अरे खोइ यो माथि आइसकेपछि त देखिने रहेछ अनि कहाँ माथि चाहिँ ऊ आकाश माथि होइन खासमा त मुनिबाट देखिन्थ्यो कसरी यस्तो भयो यहाँ तेरो छड चढ्नुपर्ने रहेछ यता माथि माथि चढेर हेर्नुपर्छ है क्या जाम मम्मी माथि जाम न सबैजना माथि किन अनि हामी मात्रै जानु हिँड न हौ होइन के विधि हो माथि आइसक्यो त तपाईँहरूलाई चाहिँ अब घाम देखाउन पाएन उसले गरेर है फेरि दोष चाहिँ मलाई नदिनु नि गाइस फेरि यता माथि नि नचढ्ने नभए यहाँ माथिबाट चढ्यो भने यो घाम देखिन्छ होइन अब निस्केपछि मात्रै ओइ कस्तो दामी क्वालिटी देखिरहेको छ हेर त अनि निस्केपछि मात्रै हेरेर पाउने भयो गाइस अब हामीले सरी है देखाइसकेर यो के देखाउने घाम घाम माथिबाट देखिन्छ नि त अलिक फ्रेस हुन्छ छोड्दिनु गाइज म चाहिँ अब तपाईँहरूलाई माथि चढेर देखाउँछु ल लोचना त चढिनन् यहाँबाट चढ्नु पर्ने रहेछ यसरी यहाँबाट चढ्नु पर्ने रहेछ गाइज अब चढेर देखाउँछु ल यस्तो छ पुरा माथिबाट देखिन्छ घाम देखिन्छ माथिबाट ए यहाँबाट के देखिनु र खोइ गाई यो अभागी खपरले त घाम हेर नि यति तड्किनु पर्दो रहेछ खोइ त नि मम्मी यहाँबाट केही देखिँदैन त नि ए देखिने रहेछ यहाँबाट हल्का फुल्का यी घाम सहनी हमें सजा है हम हैं बाजारों के सबकी नजर यहाँ है हर चीज राज है अब है जो है वो समा हेर्नको लागि आमा कम त स्ट्रगल गरेन भने बिहान 4 बजे उठेर काम न काजको रहेछ होइन यति हेर्नुलाई दिउँसो आएर हेरेको हाल्छ नि गलेको म त कस्तो दामी मान्छे दामी क्वालिटी यहाँ खतरा तपाईँहरूले भन्दा मान्छे मम्मीले त हेर्नु भयो
जाम जाम यहाँ केही हेर्नलाई चाहिँ झन् भिड रहेछ कस्तो मजा आउँछ हेरिरहनु नि भिड यति हेर्नको लागि आमामामा बेकार आइएछ मस्त सुतिन्थ्यो बरु 1 घन्टा सुतेर आएको ल अब हामी पनि गएर भ्लग कन्टिन्यू गर्छौँ हजारों में अब की कमी जरा है हर चीज खास है अब है जो है वो समा है तुम रह सकी तो रबा है गाइज अब चाहिँ हामीले भिडियोहरू गरिसक्यौँ अब हामी कहाँ जाने होटेलमा गएर रेडी भएर आज चाहिँ फोटोसुट गर्नुपर्ने छ दाइहरूसँग फोटोसुट गर्न भनेर आएको हो नि त हामी खासमा चाहिँ त्यही भएर आज फोटोसुट गर्नुपर्छ गाइज त्यहीँभरि चढेको अब त्यही बाटो ओह्रालो झर्नुपर्ने छ गाइज अब होइन ठुलो ठुलो झर्ने ओहो 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 आमामामा ल भनिदेऊ त अब त बोलिन्छ होला नि त बोली फुट्यो होला नि त अब चाहिँ हामीले फोटोसोटो माथि खिचिसक्यौँ अब चाहिँ हामी होटलतिर जाँदैछौँ सबैजना झर्दैछन् सबैजनाले घाम हेरिसक्यो घाम पनि माथि आएर तल डुबिसक्यो क्या उता कुकुर पनि हिँड्दैछ कस्तो यिनीहरू वा गरेर होइन गाइज यतिकै यिनीहरूले पुगिहाल्छ नि हेलो गाइज भन्नै पर्दैन यहाँ हाम्रो हुन्छ सोल्टा यहाँ हुन्छ दादा यता हुन्छ मान्छे ए फुल नल्ला डल्ला कुत्ता पानी कस्तो मिठो हुँदो रहेछ यो त इन्डियन बाटोमा हिँड्दा हिँड्दै किनेको है लास्ट मिठो लाग्यो भने मलाई तर बिहान बिहानै खाना चाहिँ अलिक मिठो हुँदैन रहेछ स्मुथ के छ ए स्मुथ रहेछ गाइज बोक्दा बोक्दा म त मरिसक्यो यो अघि उकालोमा अनि मरि तानेर ल्याउनु अरे ओह्रालोमा पनि बोकेर लानु अरे गाइज म त अर्को घोडा जस्तो लानु थालिसक्यो यार घोडा हिँड्नु परिरहेछ यार अब अगाडि हिँड्नु नि पछाडिबाट गरिदिन्छ म सक्दिनँ अब जिम जाने मान्छे के यस्तो त्यही त उनी त मैले त तल झारी बल्ल ओह्रालो सक्यो गाइज अब हाम्रो होटेल आइपुग्न आँट्यौँ भ्यू चाहिँ यस्तो छ तपाईँहरूलाई म भ्यू देखाउँछु अब है जो है वो समा है ल गाइज अब चाहिँ हामी अघि झरिसकेर अब चाहिँ हामी रेडी हुँदैछौँ फोटोसुटको लागि कस्तो देखेको छ गाइज मलाई ऐसी जीत चाहे जिंदगी है यता ब्याकग्राउन्डमा पनि पुरा रेडी भएर खै आउन उसले चाहिँ जुत्ता लाउँदैछन् आफै चाहिँ अब आज स्टुडियोको दाइहरूले फोटो खिचिदिनुहुन्छ दाइलाई कस्तो देखेको छ हामीलाई घोडा चाहियो पोस्ट वेडिङ सुट यस्तो घाममा राम्रो आउँछ होला एउटा घोडा चाहियो के यहाँ ले Allah my brother. यिनीहरु गर्ने हो एउटा एउटा यस्तो गर्नुपर्छ के यहाँ बस्नु भएको हैन त यता यता राख्नु यता घाममा आइजन आउ यता ल मेरो बेहुला चाहिँ अब घोडामा चढेर मलाई लिन आउँदै हुन्छ है तगडक गरी कस्तो फिल भइरहेको छ डर लागिरहेछ यार कस्तो डराउनु पर्छ आफै पनि तपाईले छोडिजा उहाँले म छोडिदिन्छु नि मलाई सिकाउँछु नि त मलाई ल पक्रिनु ल यता तान्दा जान्छ यता आउँदा यता आउँछ देवले तान्दा देवले दाहिने जान्छ अनि सिधा स्ट्रेट राख्नु गोडा स्ट्रेट दुईटा सिधा समातेर धेर नतान्नु तान मन रोकिन्छ फोटो खिच्नु हैन मतलब अब हिँडाइदिन हैन उहाँ पर पुराइदिनु कि चलो 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 आउँदा त्यो सिधा बस्ने स्ट्रेट बस्नु तपाईले हेर्नु कुदाउनु पर्दैन खुट्टा यस्तो हान्ने गुडुडु गुडुडु फुट्छ
म एकचोटि मुस्ताङमा घोडा चढ्ने हो भिरमा यस्तोमा लगेर डर लागेर तपाईँ गर्दा हुन्छ हावा चढ्यो मेरो बेहुला घोडामा चढिसक्नु क्यामेराम्यानलाई देखाइदिनु यहाँ चाहिँ हुन्छ क्यामेराम्यान ल फेरि त्यस्तो साह्रो त गर्नु पर्दैन त दादा मेरो बेहुला चाहिँ अब आउँदै हुन्छ उता पर घोडाबाट बेहुला भनेको ऊ त बेहुला चाहिँ आउँदै हुन्छ पर घोडाबाट अनि यहाँ मेरो दादा चाहिँ मेरो स्विटु दादा टुक्रुक 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 पार्दै अब घोडा हेर्न सक्नुहुन्छ यहाँ मेरो बेहुला क्युटी सहनी हमें सजा है हम हैं बाजारों के सबकी नजर यहाँ है हर चीज राज है अब है जो है वो समा है तुम रह सकी तो रबा है अब है जो है वो समा है तुम रह सके ल गाइस अब चाहिँ हामी यहाँबाट होटलबाट निस्किन आँटेको भिडियो सुट गरेर उताबाट आयौँ होइन अब चाहिँ हामी होटलबाट निस्केर पोखरीतिर अन्तुको पोखरीतिर जान्छौँ हिजो अगाडिको भ्लगमा हामीले जसरी देखाएको थियौँ नि राति पुरा देखाएको थियौँ नि हो त्यही ठाउँ गएर अब भिडियो सुटहरू गरेर आउँछौँ है अब हामी चाहिँ यहाँबाट लाग्छौँ ल गाइस अब हामी यो होटललाई चाहिँ बाई बाई भन्न आँटेको अन्तु डाँडा होटललाई अब हामी बाई बाई गर्न आँटेको सबै कुरा प्याकअपहरू गरिसक्यौँ आज डे 2 अब हामी लाग्छौँ तिमीलाई यो होटल कस्तो लाग्यो त फोटो सुट तिमीलाई यो होटल चाहिँ कस्तो लाग्यो त मलाई एकदम राम्रो लाग्यो मजा आयो नि कस्तो एम्बियन्सहरू मजा आयो दामी लाग्यो होटल चाहिँ दिस इज द होटल गाइज तपाईँहरू आउँदाखेरि नि यहाँ चाहिँ चेकआउट गर्नु होला राम्रो छ ल गाइज हामी चाहिँ आइपुग्यौँ लेकसम्म आइपुगिसक्यौँ अन्तुको लेक दामी छ है अब यहाँनिर हामी खासमा चाहिँ भिडियो सुटिङ गर्न लागेको आउन चाहिँ होइन कस्तो दामी देखिरहेछ यार हेर त यो चाहिँ मेरो बहिनी कपाल चाहिँ अलिक भयो नि क्या मेरो गाइजहरू अब हाम्रो यहाँ फोटोसुटहरू हुँदैछ जोडीहरूको हर चीज खास है अब है जो है वो समा है यताको भ्यू चाहिँ यस्तो रहेको छ अब है जो है वो समा है तुम रह सके गाइज अब चाहिँ हामी ड्रोन उडाउन आँटेको लेट्स गो अब ड्रोनमा ड्रोन मास्टर चाहिँ त्यहाँ आउनुहुन्छ ड्रोन ड्राइभर पुरा निकाल्दै हुनुहुन्छ त्यहाँबाट वाह निक्ल्यो अब निक्ल्यो यस यहाँ हुन्छ हाम्रो ड्रोन खलासी पाइलट ड्रोन पाइलट चाहिँ उहाँ हुनुहुन्छ है पाइलट साथी एकदम ह्यान्सी हङ्क हुनुहुन्छ है पुरा ल ड्रोन चाहिँ हेर्दाखेरि हेर्न सक्नुहुन्छ अब उडाइबस्छन् कस्तो दामी देखिन्छ गाइज हामीलाई पनि देख्न सक्नुहुन्छ हेलो हेलेलुया कैन आई गेट हाया ड्रोन उडाउने भएको गाइज होइन तर टाइम लाग्ने हो अब हामी उतै एकैचोटि गएर हामी इलाममा अब उडाउँछौँ ड्रोन दामी हुन्छ त्यहाँ त झन् यहाँभन्दा त्यही भएर चाहिँ उतै गर्ने हामीले प्लान गऱ्यौँ अब हामी यहाँबाट निस्किएको गाइज सबैजना ल गाइज अब चाहिँ हामी कन्यामा पुग्न आँट्यौँ तपाईँहरूले भ्यू हेर्न सक्नुहुन्छ कस्तो दामी छ है अब पाहाडहरू हेर्नु त वाउ कति राम्रो लागिरहेको छ एकदम फ्रेस फिल हुने यस अब यहाँनिर चाहिँ अब हामी कल्चरल ड्रेस लगाएर पुरा फोटोहरू खिच्नुपर्छ अनि त्यही ल गाइज अब चाहिँ हामी कन्यामा आइपुग्यौँ कन्याम गाइज हामी चाहिँ कन्यामा आइपुग्यौँ होइन गाडी यहाँ छ अब खाना खानालाई हामी यता छिर्दैछौँ खाना खानालाई कस्तो हुन्छ हेर्नु त
गाइज हामी त इलाममा छु है ओहो कल्चरल ड्रेस लगाएर पुरा यता यता साथी दामी अब चाहिँ हामी यहाँ पुरा कन्याममा कस्तो देखेको छ त मलाई दाइलाई लुचना यता यता यहाँ बहकी सभी जुबां है हम हैं हजारों में अब की कमी जरा है हर चीज खास है अब है जो है वो समा है तुम रह सकी तो रबा है अब है जो है वो समा है तुम रह सके ऐसी जीत अब चाहे जिंदगी ऐसी जीत अब चाहे फाइनली बहकी सभी जुबां है हम हैं हजारों में बल्ल सक्यो हाम्रो सुटिङ पनि बल्ल सक्यो फिल्मकै सुटिङ म खाली खुट्टा कति खाली खुट्टा 4 घण्टा अब है जो है वो समा है तुम रह सके सबैभन्दा खुसी चाहिँ हाम्रो हजुरआमा हुनुभयो होला अब त्यसलाई चाहिँ रिसाइरहनु भयो त्यो आउनु अब यो रिसाएर हेर बाजे आउनु मलाई ढुङ्गाले हार्नुहुन्छ होला भाइ फाइनली हामी चाहिँ अब गाडीमा आइसक्यौँ सबैजना गाडीमा हुनुहुन्छ अब चाहिँ सबैजना थकित भोकाएर सबैजना बाबा चाहिँ यहाँ आज बालन सरकार हुनुभएको छ आज मात्रै होइन ड्रेस अप अब हामी कन्यामलाई बाई बाई गरेर लिभिङ गर्दैछौँ अब हामी कन्यामलाई बाई बाई भनेर हामी जाँदैछौँ पितामोर दमक इटरी हामी कताबाट जान्छौँ 4 पाने चार पानी रक्सीले मर्तायो भन्नेबाट ल हेलो गाइज यो चाहिँ मङ्गलबार कि बुधबार कहाँ हो होइन जस भाइरल ठाउँ हेर्नु न मान्छे कति धेरै मान्छेहरू आउनुभएको छ आम्मामामामामामा जस यहाँ चाहिँ भ्यू राम्रो आउने हुनाले टिकटकमा फेमस भएको ठाउँहरू चाहिँ भाइरल भएको ठाउँ होइन हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ नि यताउति जस ओह बल्ल घर आइपुग्न आँट्यो गाइज हेर्नु कति राति भइसक्यो भने अहिले रातिको 8:30 भइसक्यो होइन भोक पनि लागिरहेछ लाइनहरू पनि रहेन रहेछ साइडमा हेर्दाखेरि सबै ग्याङहरू हेर्नु लोचना चाहिँ मस्त सुतिरहेको छु मेरो क्युटो मस्त सुतिरहेको छु रे त्यही हो अब कहीँ रोकेर अब खानासाना खाएर अनि घर जान्छौँ गाइज अब ल भन नि त अहिले चाहिँ रातिको 9 बजिसक्यो 10 बजिसक्यो होइन अनि घरमा चाहिँ खाना बनाएको थिएन र अब हामी यहाँ होटेलमा बसेर खाना गाइज अब खानासाना खाएर घर जाने अनि हाम्रो भ्लग पनि यही सक्यो गाइज